चाहिँ भर्खर हिजो भर्खर अपरेसन गरेको कानको। अन्त फेरि अब म चाहिँ खाना खान आँटेको। खाना पनि पकाएँ मैले। पानीको बोतल भर न भनेको तिमीले अहिलेसम्म नभरेको कस्तो खालको रहेछ? किन हाँसेको? हिजो भर्खर अपरेसन अपरेसन भएको 8 घन्टा भयो। 8 घन्टा चाहिँ भएको छैन ल। हिजो 8 बजी भएको, आज बिहान 8 बजी 12 घन्टा भयो। 13, 14, 15, 16, 17, 8 घन्टा। 8, 9, 10, 11, 12, 13 मतलब 8, 24, 12, 13, 14, 15, 16, 17 घन्टा। 17 घन्टा भयो। कसले भएको उसले पकाउनु अरे मैले पकाएको है गाइस। यो चाहिँ खालि उसले चाहिँ धोएर मात्रै राखेको, सिटीहरू सबै मैले लगाएको। भात खाएर दबाई खाऊ। साँच्ची नै अरू मान्छे भात सुतिबस्थ्यो अरे यति बेला हस्पिटलमै एडमिट हुन्थ्यो अरे। त्यो चाहिँ किन खोलेर देखाएको? हाँस्दै उठ्दो बाबाजीको बुटी भन्दा चाहिँ। यति भात खाइसक्छ सबै खाउँ न कि तपाईँ यति त। अरू मान्छेहरू कानको अपरेसन गरिसकेर फटाफट डुल्छ अरे। यो त पुरा सेन्सिटिभ हो नि त। भित्र कानको पर्दाको भित्रको हड्डीको पनि भित्र उयो भएको के अरे अपरेसन भएको। अरू मान्छेहरू अपरेसन गरेर ठाउँ ठाउँ कुद्छ अरे। ऊ त छैन अहिलेसम्म 17 घन्टा भइसक्यो। खालि भात मात्रै पकायो, पानीको बोतलहरू एकदिएर भयो। भिडियो बनाएको बनाउनु त भातहरू खाँदै। खाना खान्छु म। दैलो खोलिदिनु न। बिरालोले खायो है खाना।